यसरी डाडोमा गर्नुपर्छ। हेर्नुहोस् हाम्रो लक्कीले यसो बनाउनु हुँदैछ बटुक। हेर्नुहोस् यसरी बटुक बनाइजान्छ डाडोमा स्याट्ट हालेर। आज यो हाफ फ्राई गरिजान्छ र भोलि यसलाई फेरि दोबारा पाहुना आउनुभन्दा पहिला गरम गरेर दिइजान्छ। भट्टी लगाइरहेको छ हेर्नुहोस्, भट्टी लगाइरहेको छ आमको रुखको पनि निको र लतु लाग्दैछ त। अच्छा यो हो हाम्रो सेलरोटी मेकिङ बाई माई मदर। यो फिक्कावाला, यो बुलियावाला। ऊ त्यो सिलिन्डर माथि भएको फिक्कावाला भइगयो सुगरलेसलाई। अरू यो चाहिँ मिठावाला। मिठावाला यो चाहिँ बुलियो खाने पार्टी बच्चाको छ। हाल गुरुङ निवासमा राजमाताले यहाँ सेलरोटी बनाउनु हुँदैछ। अब फेरि यो हालेको हैन। यो हामीले यो हो तरिका सेलरोटी बनाउने। सेलरोटी यसलाई स्टिकले यसरी दिनुपर्छ। सेलरोटी स्टिक पनि बिना अनारवाला वडी आएको सेलरोटी बनाउँदा कति साल भयो हजुरलाई? भयो 20-25 साल त भयो होला। थागु यो पुर्खेली हो नि हाम्रो। ए अच्छा, हाम्रो पुर्खेली हो। हाम्रो यो हाम्रो गोर्खालीको एउटा यो पहिल्यैबाटको परम्परा भने पनि। आज दाजुभाइलाई तातो सेलरोटी लैजाला। नेपालीको यो हो, यसरी घोल्नुपर्छ हो। अरे खाम लाग्यो त हजुर। गिटर गरेछ न त्यो रेडी हालतमा छ। यो मसिन निकाल्यो हजुर। उसलाई म धन्यवाद दिन चाहन्छु। एकदम राम्रो यो जसले सोचेर बनाए यो उसलाई चाहिँ म धेरै धेरै धन्यवाद दिन चाहन्छु। यो साँचो बनाउनेलाई यो हो तरिका। साँचो बनाउनेलाई चाहिँ मलाई धन्यवाद दिन चाहन्छु। एकदम आसान गरिदिनु भयो। हातमा धेरै उ पनि लाग्दैन। यो भट्टी जलाइदिने वाला पनि धन्यवाद दिनु। धन्यवाद। यहाँ फेरि जेठी बरी घरको महारानी यहाँ लाग्नु भइरहेछ। महारानी अहिले हेर्नुहोस् बटुक बनाइरहेछ म्यामले। यो नमकवाला हो, यो चाहिँ कम नमकवाला। यो पिरो यो नपिरो जस्तो कि हाम्रो माइली आमाले खानुहुन्छ। यो हेर्नुहोस् चिकन चिल्ली यहाँ रेडी छ। दाल तडका लगाना है। अनि खुट्टा हेर्नुहोस् खन्चाङ भएको छ। फेरि पनि आलु जोस आलु फर गोर्खाली चटनी। यस and so many things more. So many things to prepare. Lots of things. Yeah. Where are your daughters? अनि ठाकुर दाइ चाहिँ कहाँ हुनुहुन्छ नि? कहाँ हो नि? ठाकुर दाइ त यहीँ प्रेस गर्दैछ हौ। ए ठाकुर दाइ त यहाँ लुगा प्रेस गर्दै रहेछ। हजुर गर्नु पर्यो नि हौ, प्रेस गर्नु पर्यो नि लुगा। अब राम हजुर, गुड मर्निङ, ह्याप्पी भाइ टिका। प्रेस गर्दैछु लुगा। म्याडमको प्रेस गरिसकेँ, म्याडमको झुन्डाइसकेँ त्यहाँ प्रेस गरेर।